आजको भिडियोमा हामी एजिस सफ्टवेयरमा रिटेन्ड अर्निङ कसरी डिफाइन गर्ने र फिस्कल इयर कसरी क्लोज गर्ने त्यो हामी जान्नेछौँ। भिडियो सुरु गरौँ। ट्रायल ब्यालेन्स लोड गरौँ। आर्थिक वर्ष 82-83 को जस्तो कि हामी यहाँ देख्न सक्छौँ, आर्थिक वर्ष 82-83 मा इन्कममा ओपनिङ ब्यालेन्स आइरहेको छ, त्यसैगरी एक्सपेन्समा पनि ओपनिङ ब्यालेन्स आइरहेको छ। म चाहन्छु गत आर्थिक वर्षको इन्कम एक्सपेन्सको नेट ब्यालेन्स अथवा पीएल को नेट ब्यालेन्सले रिटेन अर्निङ बुक गर्न चाहन्छु। त्यो गर्नको लागि अकाउन्टमा सेटअपमा रिटेन अर्निङमा जान्छौँ। त्यसपछि जुन आर्थिक वर्षको रिटेन अर्निङ डिफाइन गर्न चाहन्छौँ त्यो आर्थिक वर्ष चुज गर्छौँ। त्यसपछि यो ब्यालेन्सलाई कुन लेजरमा रेकर्ड राख्ने हो त्यो लेजर चुज गर्छौँ। अब यसमा हामीले सब लेजर गरेको हुनाले कुन सब लेजरमा राख्ने भनेर सिस्टमले सोध्यो। रिटेन अर्निङ डिफाइन गर्दा हामीले डिफ्रेन्ट वेमा गर्न सक्छौँ। जस्तो कि म चाहन्छु इच फिस्कल इयरको एक एकवटा लेजरमा राख्छु, त्यसै पनि राख्न पायौँ। त्यसको लागि हामीले डिफ्रेन्ट लेजर बनाएर त्यसमा राख्न पायौँ। अथवा एउटै लेजरमा राख्छु भन्ने हो भने त्यसरी पनि हामीले राख्न पायौँ। यसमा चाहिँ हामीले कसरी गर्यौँ भन्दा चार्ट अफ एकाउन्ट बनायौँ। चार्ट अफ एकाउन्टभित्र सब लेजर बनायौँ। इच फिस्कल इयरको लागि हामीले एक एकवटा सब लेजर बनायौँ। 79-80 को यो भयो, त्यस्तै गरी 80-81 को हो, त्यस्तै 80-81-82 को भनेर यो बनायौँ। यसरी पनि हामीले राख्न पायौँ। त्यो सबै हामीमै डिपेन्ड गर्छ हामी त्यसलाई कसरी राख्ने हो। त्यसपछि पीएल को नेट ब्यालेन्सले पर्सेन्टेजको बेसमा यति पर्सेन्टेज म एउटा लेजरमा रेकर्ड राख्छु, सर्टेन पर्सेन्टेज म अर्को लेजरमा राख्छु, त्यसरी पनि राख्न पायौँ। तर यसलाई मैले 100% सबै नेट ब्यालेन्सलाई चाहिँ हामीले यो लेजरमा राख्दैछौँ। एड गरौँ, त्यसपछि सेभ गरौँ। यसरी हामीले नेट ब्यालेन्सलाई त्यो लेजरमा रेकर्ड राख्यौँ। त्यसपछि इयर क्लोजिङ सेक्सनमा गएर त्यो आर्थिक वर्षलाई हामीले यहाँदेखि क्लोज गरौँ। यसरी क्लोज गरिसकेपछि फेरि हामी ट्रायल ब्यालेन्स लोड गरौँ। आर्थिक वर्ष 82-83 को अब यहाँ हामी देख्न सक्छौँ 82-83 आर्थिक वर्षमा इन्कमको ब्यालेन्स 0 देखिएको छ ओपनिङ, त्यसै गरी एक्सपेन्सको ब्यालेन्स पनि 0 देखियो। यसको नेट ब्यालेन्स हामीले केमा राखेको थियौँ भन्दा प्रफिट लस क्लोजिङ एकाउन्टभित्र सब लेजर यसमा राखेको थियौँ। त्यो ब्यालेन्स यसरी यहाँ देखियो। यसरी हामी आर्थिक वर्ष क्लोज गर्न सक्छौँ। आर्थिक वर्ष क्लोज गरिसकेपछि जुन फिस्कल इयर हामीले क्लोज गऱ्यौँ त्यो डेटमा गएर हामीले ट्रान्जेक्सन गर्न भने पाउँदैनौँ। यदि ट्रान्जेक्सन गर्नु पर्यो भनेदेखि त्यो केसमा हामी फेरि रिटेन अर्निङमा जान्छौँ, इयर क्लोजिङमा जान्छौँ। जुन आर्थिक वर्षमा ट्रान्जेक्सन गर्नुपर्ने हो त्यो आर्थिक वर्षलाई ओपन गर्छौँ अनि त्यसमा जे करेक्सन गराउनु पर्ने हो करेक्सन गराएर फेरि हामी त्यसलाई क्लोज गरिदिन्छौँ। यसमा इम्पोर्टेन्ट पार्ट, जबसम्म हामी इयर क्लोज गर्दैनौँ तबसम्म गत आर्थिक वर्षको इन्कम र एक्सपेन्सको ब्यालेन्स भने फोरकास्ट भइरहेको हुन्छ, ओपनिङमा आइरहेको हुन्छ। यसरी हामी एजिस सफ्टवेयरमा रिटेन अर्निङ डिफाइन गर्न सक्छौँ।